सिमसिमे पानी परिरहेकै छ नि तिमीलाई भेट्न भनेर छाता ओढेर आएको सानी असारे महिना सिमसिमे पानी परिरहेकै छ नि तिमीलाई भेट्न भनेर छाता ओढेर आएको सानी हावा चल्यो सिरी यादै जिरी म बजाउँछु मुरली तिरी तिमी नाच्छ फेरि ए सुन त मलाई काममा जानु छ धेरै ढिला भइसक्यो अरे हजुरले आफ्नो ब्याग त यहीँ बिर्सिनु भएछ तैँले आउन कति ढिला गरेको उता उसको डान्स सुरु भइसक्यो होला मैले हजुरले केही भनेको थिएँ भन न म आमा बोल्दैछु हजुर ठिक त हुनुहुन्छ हेर्न बुढी धेरै दिनदेखि बिरामी छु के भयो भयो हेर्नुहोस् न हस्पिटल जाम केही पो भयो कि डाक्टर साहब उहाँलाई धेरै दिनदेखि सन्चो छैन हामीले ब्लड टेस्ट पनि गर्न दिएका थियौँ हजुरसँग रिपोर्ट लिन आएको दुवैलाई एउटा नराम्रो खबर छ तपाईँ दुवैलाई HIV पोजिटिभ देखिएको छ अनि हाम्रो बच्चाले पनि HIV सङ्क्रमित गरेको छ हेर्नुहोस् हामी BPTCT अथवा एन्टिरेट्रोभाइरल थेरापीबाट हजुरको बच्चालाई बचाउन सक्छौँ
जसले बदला पत्तासँगै प्रभाव भयो। मेरो कहानी थियो जसमा मैले आफ्नो बुबा अनि आमालाई गुमाइसकेँ। म चाहदिनँ कि हजुरहरूमध्ये कोही त्यस्तो स्थिति लिएर बाँच्न नपरोस्। जब मान्छेको सोच बदलिन्छ अनि मात्र समाज बदलिन्छ र HIV एड्सबाट पीडित मानिस कहिले पनि आफूलाई एक्लो र कमजोर महसुस नगर्छ, किनकि HIV एड्स एक्ला अर्कालाई छुँदै नसोलेर होइन।